आज चाहिँ म चाहिँ फेवातालको छेउमा छु। यो फेवाताल चाहिँ यहाँबाट जोस् एकदमै राम्रो र सफा। आज चाहिँ सफा भन्नाले पनि हल्का फल्का कुहिरो चाहिँ लागिरहेको छ। यहाँनिर हेर्नुहोस् कुहिरीहरूको डान्स र कुहिरीहरूको यहाँ मोज मस्ती। यहाँनिर हेर्नुहोस् त यहाँनिर अब के खाएको गीत गाउने गिटार बजाउने के हो यिनीहरूको यो ठ्याक्कै फेवातालको छेउमै छु म चाहिँ आज बसेको। म हिजो बसेको छु। आज 17 गतेसम्म चाहिँ 17 गते यहाँबाट हिँडिन्छ फेवाताल क्लियर। अहिले चाहिँ फेवातालमा चाहिँ डुङ्गासुङ्गाहरू चाहिँ अहिले चलेको छैन। अब किन हो भने उता छेउछेउमा चाहिँ हल्का फल्का चलेछ। म बस्ने घर चाहिँ होटल चाहिँ यही हो है। अनि आज मलाई चाहिँ एउटा सानो भिडियो बनाउन लाग्यो कि फेवाताल यहाँ यति सुन्दर छ नि, यति राम्रो छ नि। आज मौसम चाहिँ यति क्लियर भएको भए चाहिँ झन् सायद अझै राम्रो हुन्छ होला होइन। मौसम चाहिँ क्लियर छैन अनि त्यसले कारणले गर्दा चाहिँ अहिले खासै राम्रो चाहिँ देखिया छैन। तर पनि हिजो मन चाहिँ शान्त हुन्छ यहाँ आयो भने चाहिँ। हरेक मनमा भएको नि टेन्सन होइन, अब विभिन्न किसिमको पिरोहरू हुन्छ त्यो चाहिँ हल्का हुने गर्छ कि यहाँ आएपछि। हरियाली वातावरण होइन, चिसो हावा जताततै हेर्दाखेरि पाखा पखेरी मान्छेको हेर्नुहोस् त यहाँनिर कस्तो देखिन्छ है। एउटा भन्छ नि यो फेवातालमा साइली डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिरै छ लल। आज चाहिँ मलाई ज्वरो यतातिर हामी अब लेकमा बस्ने मान्छेहरू चाहिँ यो लेकमा अरे तराईमा बस्ने मान्छेहरू चाहिँ अलिकता के छ भने एकैचोटि चिसो ठाउँमा आउँदाखेरि चाहिँ समस्या हुँदो रहेछ कि हाम्रो टाउको दुख्ने होइन, ज्वरो आउने। उहाँ घान्द्रुक पुग्दाखेरि नै मलाई चाहिँ अलिक ज्वरो आएको थियो कि टाउको दुख्ने ज्वरो आउने भइरहेको थियो। आज चाहिँ देउस मेरो गेस्टहरूले चाहिँ मलाई औषधि ल्याइदिकन चाहिँ अहिले चाहिँ ठिक छ भनौँ न। ज्वरो पनि हल्का राम्रो पनि भयो। अझै पनि रुगा मर्की चाहिँ लागिरहेछ मलाई होइन, तर अलिक क्लियर भयो अहिले। त्यो कारणले गर्दाखेरि चाहिँ हामी तराईको मान्छेहरू चाहिँ अलिकता जाडो महिनामै आउँदाखेरि चाहिँ घुम्नको लागि चाहिँ अलिक ठिक हुँदो रहेछ कि। अब तराईको मान्छे घाममा टट्टिएर कालो भएको मान्छे एकैचोटि चाहिँ हामी लेकतिर चढ्दाखेरि चाहिँ अलिकति समस्या हुने कि। यतैतिर बसोबास गर्दै यतैतिर पनि अब वर्षौँ बसेको मान्छेहरूलाई चाहिँ खासै प्रब्लम नहुने। तर हामी अब वर्षौँ तराईमा अब त्यो 30-35-40को डिग्रीमा कालो कटेको मान्छे एकैचोटि यता लेक चढ्दाखेरि चाहिँ सहन नसक्ने हुँदो रहेछ कि। त्यो बेला वैशाखको बेलामा आउँदाखेरि त अब यहाँ मास्तिर लेकतिर जाँदाखेरि जाडो हुने होइन, चिसो हुने। लुगा लाउनु म यत्तिकै आएको थिएँ होइन, ज्याकेट पनि ल्याएको थिएन। त्यही भएर पनि यो अनि एक त अब नुहाइ पनि दियो मैले। नुहाउँदाखेरि चाहिँ तपाईँको रुगा लागेपछि हिँड्न नसक्ने, टाउको दुखेपछि रुगा मर्की ज्वरो सोरो के हो कि। अनि अहिले ठ्याक्क जोस् आज ब्रेकफास्ट गरेर चाहिँ म सानो एउटा भिडियो बनाउँछु भनेर चाहिँ भिडियो बनाएको। यहाँ दामी चाहिँ भ्यू चाहिँ जे दामी देखिन्छ। अझै मौसम क्लियर भएको भए झन् अझै मान्छे भ्युज राम्रो आउँथ्यो होला। हेर्नुहोस् अब फेवातालमा डुङ्गामा मान्छेहरू चढ्न थालेछ, हिँड्न थालेछ होइन। फेवातालमा डुङ्गाहरू माथि तरिरहेका छन् होइन। हामी जस्ता मान्छेहरू कति हेरिरहेको होलान्। हामी त तराईतिरको मान्छे होइन, अलिकता लेकतिर आउँदाखेरि अचम्म लाग्छ नि त। कहिलेकाहीँ आउने मान्छेलाई अचम्मै हुन्छ नि यहाँ बस्ने। अब हाम्रो त अब मानौँ न अब हाम्रो जनकपुर मन्दिर छ नि। जनकपुर मन्दिर हामीलाई नजिक भएको कारणले गर्दाखेरि जहिले जम्ला पनि गएकै हो भन्ने कुरो हुन्छ। त्यस्तो भएर चाहिँ हामीलाई चाहिँ अलिक महत्त्वपूर्ण हुन्छ कि महत्त्वपूर्ण हुन्छ यहाँ चाहिँ हामी आउँदाखेरि चाहिँ एकदम होइन राम्रो लाग्छ। हेर्नुहोस् त्यहाँ है। ल बाई बाई, नमस्ते।